के छ साथीहरु, आजको यो भिडियोमा म भन्न गइरहेको छु सुपर खुदी हाइड्रो पावरको आइपिओ लिस्ट भएको छैन अहिले, तर डिमेटमा आइसकेको छ। र डिमेटमा आज हामीहरूको आइपिओ आइसकेको छ र तपाईहरुले चेक गर्न जान सक्नुहुन्छ आफ्ना आइडीमा डिमेट खातामा कि तपाईको आइपिओ लिस्ट भएको छ कि छैन। सरी, लिस्ट भएको हैन, डिमेट खातामा आएको छ कि छैन। र आजै आएको छ यो डिमेट खातामा गएर तपाईँ आफ्नो माई सेयर्समा गएर चेक गर्नुहोला, त्यहाँ आइसक्यो होला। र जति पनि मान्छेहरूले ढुक्कै बस्नु भएको होला कि सुपर खुदीको यो आइपिओ कहिले आउँछ, त अब ढुक्क भएर बस्नु। 1 हप्ताभित्र यो लिस्ट हुन्छ, त्यसपछि तपाईँको कारोबार यहाँबाट स्टार्ट हुनेछ। र जतिजनालाई यहाँ परेको थियो त्योहरूलाई कङ्ग्रेचुलेसन्स, तपाईँको सेयर तपाईँको डिमेट खातामा आइसकेको छ। र जतिजनाले यहाँ पाउनु भएको छ सुपर खुदीको सेयर, उहाँहरूलाई धेरै धेरै शुभकामना। तपाईँको ट्रेड अब राम्रो जाओस्। र अग्लो भिडियोमा हामीहरूले मिलौला। यो तपाईँलाई भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला, लाइक, सब्स्क्राइब र सेयर गर्नुहोला। ल, बाई।